लेखेकोले केही न केही काम पायो, नपढे लेखेकोले के काम गर्ने भनेपछि मिथिलाकै खानालाई चाहिँ विश्व बजारमा कसरी पुर्याउने र नपढे लेखेको महिलाले चाहिँ कसरी काम गर्ने भन्ने हिसाबले चाहिँ अनि हामीले यो उद्योग खोल्न चाहिँ सफल भयौँ। यो चाहिँ पहिले मैले मिथिला नगरपालिकामा धेरैवटा चाहिँ तालिमहरू सञ्चालन गरेँ। तालिममा मात्रै हामी सीमित भयौँ, तर तालिम मात्रै चाहिँ हाम्रो उद्देश्य होइन, बढीभन्दा बढी चाहिँ महिलाहरूलाई चाहिँ रोजगार दिने व्यवस्थापन गर्ने भन्ने चाहिँ मेरो उद्देश्य भएकोले पढे लेखेकोले केही न केही काम पायो, नपढे लेखेकोले के काम गर्ने भनेपछि मिथिलाकै खानालाई चाहिँ विश्व बजारमा कसरी पुर्याउने र नपढे लेखेको महिलाले चाहिँ कसरी काम गर्ने भन्ने हिसाबले चाहिँ अनि हामीले यो उद्योग खोल्न चाहिँ सफल भयौँ। त्यसमा चाहिँ हाम्रो मिथिला खानाको परिकार, जस्तै मिथिला खाना सन्तोष सेफजीले चाहिँ खोल्नुभयो र हामीले उत्पादन गर्ने भन्ने एक किसिमको हाम्रो वातावरण मिलेपछि चाहिँ मैले मिथिला खानाको उत्पादन बढाएको। हामीहरूले उत्पादन गर्ने सामानहरूको चाहिँ कुम्मरको कुम्रौरी, यो बेथुवाको चाहिँ अर्कोच, आवाजको तिसौरी, कोदो फापरको तिलौरी, चामलको तिलौरी, हामीसँग भएको चाहिँ अहिले चाहिँ मुङको मिथिला पापड र आँपको अचार। मैले चाहिँ अब पहिलेदेखि नै कामको सुरुवात नै आइएनजिओहरूसँग चाहिँ बढी गरेको भएर चाहिँ पब्लिक रिलेसन बढी भएको हिसाबले चाहिँ अनि मैले चाहिँ अब तालिम बढीभन्दा बढी दिएँ। जस्तै तपाईँको अगरबत्तीको भयो, साबुनको भयो, गुडिया बनाउने भयो, त्यस पछाडि तपाईँको अचारको तालिम भयो, धेरैवटा तालिम दियौँ। त्यही तालिमबाट पनि आवाज उठ्यो कि हामी सधैँ तालिम लिन्छौँ, प्रमाणपत्र चाहिँ भित्तामा लगेर राख्नु बाहेक अरू केही पनि छैन, हामीलाई रोजगारको व्यवस्था कसैले पनि गरेन भनेपछि मैले वाडा नगरपालिका धेरै ठाउँमा गुहारेँ, तर कसैले पनि सुन्दैन। त्यसैले आफैबाट चाहिँ सुरुवात गरौँ भनेर चाहिँ मैले थोरै लगानीबाट चाहिँ यो मिथिलाको खानालाई चाहिँ परिकारलाई हामीले बनाउन सफल भयौँ। अब आज तपाईँको लगभग यो 3 वर्ष कम्प्लिट भएर अब 4थो वर्ष लाग्ने छ। अब सुरुवात हो, सुरुवातकै उसमा हामी लागिरहेछौँ। अब हेरौँ महिलाहरूलाई बढीभन्दा बढी चाहिँ हामीले काम लगाउन सकौँ, महिलाहरूले चाहिँ आफैमा चाहिँ सबल बलियो हुनुपर्छ भन्ने मलाई लाग्दछ। पत्र पत्रिका मिडियाहरूमा चाहिँ महिलाले एउटा उद्योग खोल्दाखेरि चाहिँ पैसा लाग्दैन, त्यतिकै पनि उद्योग दर्ता हुन्छ भने, तर होइन, कागजमा मात्रै सीमित रहेछ। उद्योग दर्ता गर्न पनि निकै नै मैले चाहिँ आफैले चाहिँ समस्या भोगेको र पैसा पनि बढी चाहिँ लेखेको भित्ताको भन्दा पनि बढी पैसा चाहिँ मागेको हिसाबले चाहिँ अब उद्योग दर्ता गराउनलाई निकै नै कष्ट भएर पनि मैले यो ठाउँसम्म चाहिँ उद्योग दर्ता गरेर काम सुरु गरेँ। गाह्रो चाहिँ गाह्रै भयो, सिफारिस नपाउने वाडाबाट होइन। अब तपाईँ एउटा पहाडी मुलको मान्छेले कसरी यो मिथिला खाना उत्पादन गर्नुहुन्छ भन्ने पनि विषयमा कुरा आयो होइन। हुन त अब हामी भाषा, हाम्रो प्रवेश, हामी मधेस प्रदेशको सबै मधेसी नै हो। अब म यहीँ मधेसमा जन्मेको हुर्केको, यहीँ मधेसको महिला नै हो, मेरो बिहे पनि मधेसमै भएको हो। त्यो हिसाबले चाहिँ मधेसको खाना मलाई त त्यत्तिकै ज्ञान छ होइन। मलाई धेरैले प्रश्न पनि सोधेको थियो कि किन तपाईँ चाहिँ यो मधेसकै खाना उत्पादन गर्न लाग्नुभयो, कसैले न कसैले सुरुवात गर्नुपर्छ भन्ने हिसाबले चाहिँ मैले पनि सुरुवात गरेको। हेर्नुहोस् अब जर्नी हो, यो अगाडि बढ्ने क्रम हो। अहिलेसम्म चाहिँ त्यति धेरै चाहिँ हामी बजार व्यवस्थापन पनि गर्न सकेको छैनौँ, त्यति धेरै आम्दानी पनि भएछ अहिलेसम्म। हामी नाफा होइन कि अहिलेसम्म चाहिँ नाफामा पुगेको पनि छैनौँ, तर गाह्रो चाहिँ एकदमै समस्या छ। वाडाले पनि सहयोग नगरेको, नगरपालिकाले पनि सहयोग नगरेको, हामीले आफैले चाहिँ आफूले नै योसम्म चाहिँ बाटोसम्म पुगेको छ। अब लगभग तपाईँको भन्नुहुन्छ भने सिजनमा हामीले 50 लाखसम्मको पनि सामानहरू, मेटेरियलहरू, किनभने योसँग हामीले सामान भनेको जस्तै अब तपाईँलाई अहिले आलुको सिजन छ भन्नुहोस् न, मानौँ न किसानको घर आँगनमा आलु आएको छ भने त्यो आलुलाई हामीले किन सदुपयोग नगरिदिने भनेर चाहिँ हामीले इन्डियाबाट ल्याएको चिप्सहरू चाहिँ प्याकेटमा भएको चाहिँ हामीले खान हुने। एउटा किसानले उत्पादन गरेको अहिले आलु तपाईँ बजारमा सोध्न जानुभयो भने 100 रुपियाँमा 6 केजी जति आउँछ, त्यति सस्तो छ। एउटा किसानले गरेको मूल्य नपाउँदाखेरि पनि उनीहरूमा आफैमा दुःख छ भने हामीले लौ न त त्यो किसानको 1 केजीमा 6 केजी दिन्छ भने किन चिप्स नबनाइदिनु भनेर अहिले चाहिँ हामीले 10-15 कुइन्टल
जति आलुको चिप्स बनाउन लागेछौँ। 2-4वटा जस्तै कल्चर भिलेजहरूले चाहिँ ल्याउनु न त हामी पनि किनिदिन्छौँ भनेर 50 केजी मै किनिदिन्छु हजुरले उत्पादन गरेको भनेपछि अहिले अब त्यो आलुको स्टक हामीले राखेका छौँ। त्यस पछाडि सिजनमा अहिले अब जस्तै उसको मुङको सिजन आएछ, मुङमै पनि तपाईँको 25-30 लाख रुपियाँ लाग्छ, त्यो लगानी हुन्छ होइन। आम्दानी भन्दा पनि हाम्रो स्टकमा चाहिँ पैसा बढी गएको थियो। जस्तै कुबिन्डोको सिजनमा कुबिन्डै खोज्दाखेरि हामीले 1 ट्रक एकैचोटि ल्याउँछौँ होइन। त्यो हिसाबले चाहिँ हाम्रो प्रत्येक वर्षको चाहिँ यो वर्ष नि अब यो महिनामा कुन काम गर्ने भनेर चाहिँ अब जस्तै केही दिनपछि आँपको अचारको सिजन आउँछ, हामी त्यसमा चाहिँ लाग्छौँ। यो र मेटेरियल जस्तै तपाईँको आलु चाहिँ हामीले अब किसानहरूलाई नै हामीले खबर गर्छौँ, घरैमा ल्याइदिन्छन् होइन। अब तपाईँहरूलाई पुगेको जति राख्नुहोस्, नपुगेको जति चाहिँ बजारमा किन लानुहुन्छ बेच्न, यहीँ ल्याउनुहोस् भनेर चाहिँ बनाएको छु। अब चाहिँ जस्तै तपाईँको बेथुकोलाई पनि हामीले मकैमा भएकोलाई चाहिँ घरैमा ल्याइदिनुहोस् भने चाहिँ अब घरैमा पनि थाहा पाएपछि अब घरैमा ल्याउँछ। र मेटेरियलमा सबैभन्दा गाह्रो भनेको मुङको उत्पादन त्यति धेरै छैन। अब उत्पादन बढाउनु भनेर किसानहरूलाई हामीले तपाईँहरूलाई आवश्यकता छ भने म पहिले नै तपाईँहरूलाई पैसा दिन्छु, उत्पादन बढाउनुहोस्, तपाईँले अन्तर्गतमा जानु पर्दैन, मै किन्छु भनेर। मुङ चाहिँ अलिकति समस्या चाहिँ छ, नत्र खासै अरू केही छैन, सबै पाइरहेछ। अब हामीले चाहिँ प्रत्येक वर्षको चाहिँ उत्पादन गरिसकेपछि हामीले अब बनायौँ, स्टक जब हामीले राखिसकेपछि चाहिँ हाम्रो 1 इयरको 1 वर्षको डेट हुन्छ खाद्यान्न संस्थानले दिएको। त्यो डेट सकिने बित्तिकै हामीले नयाँ उत्पादन गरेको बजारमा नपुर्याएर चाहिँ कोहीले खास संस्थानलाई जाँच्न पठाउँछ, उसले अब बेच्नुहोस् भने अब खाने लायक छ, केही किटाणु छैन, उसले बेच्नुहोस् भनेर सुरु गर्नुहोस् भनेपछि अनि बल्ल हामी बेच्छौँ बजारमा होइन। अब यस्तो छ तपाईँलाई अब सरकारको नीति र हाम्रो काम गर्ने फरक एकदमै मैले फरक देखेँ, किनभने उनीहरूको बजेट पनि उद्यमी महिलाहरूलाई अगाडि बढाउने पनि छ, तर कागजी मात्रै छैन। यहाँ तपाईँलाई हाम्रोसम्म आइपुग्दैन कि त्यो समस्या चाहिँ छ, बुझ्नु भएन। त्यसैले चाहिँ आउने दिनमा किसानहरूलाई कसरी जागरुक र किसानलाई हामीले कसरी अगाडि बढाउन सक्छौँ भनेर मेरो आज तपाईँको लगभग मैले उद्योग खोलेदेखिकै नगरपालिका वाडामा घस कचाउने काम भइरहेको, तर त्यो सुनवाई मात्रै छ, काम चाहिँ के पनि हुँदैन। अब आउँदै गरेको नयाँ सरकारले केही परिवर्तन ल्याउने, आउने दिनमा नगरमा वाडामा प्रदेशमा केही बजेट छुट्टिन्छ भने उद्यमीहरूलाई अगाडि बढाउन सकिन्छ भने उहाँहरूको नीतिमा, तर कागजी प्रक्रिया एउटा हुन्छ, काम अर्को हुन्छ। त्यसैले चाहिँ गाह्रो चाहिँ उद्योग खोल्नेहरूलाई चाहिँ निकै समय, कि त ठुलो स्केलमा तपाईँको करोडौँको लगानीमा तपाईँको ठेक्कापट्टा दिनेलाई दिनुभयो भने सहज छ, तर सानो उद्योग त्यसमा पनि कृषिमा गर्नेलाई चाहिँ समस्या चाहिँ एकदमै धेरै समस्या भोगेको। त्यसमा म आफै परेको भएर थाहा पायो। पहिले त मान्छेलाई भन्न सजिलो थियो, आफूले गरिसकेपछि भोग्दाखेरि थाहा पाउँदो रहेछ यो समस्या हुन्छ भनेर। गाह्रो चाहिँ छ, एकदमै गाह्रो छ। अहिले मैले अब कस्तो मान्छे राखेको छु भने काम गर्ने, न उहाँहरूको घर छ, न कुनै व्यवस्थापन छ, उहाँहरूको आफ्नो सम्पत्ति भनेको केही पनि छैन। उहाँहरूको त्यस्तो अवस्था भएको महिलाहरूलाई चाहिँ मैले अब काम त धेरैले माग्न आउँछन्, तर त्यस्तो अब जसको सानै उमेरमा बिहे भयो, श्रीमानले छोड्यो, बच्चाहरूलाई हेर्ने छैन भने त्यस्ता महिलाहरूलाई चाहिँ मैले काम दिएको छु। अहिले लगभग आज धेरैजना चाहिँ चाडपर्वले गर्दा बिदा पनि हुनु, 2 जना यहीँ पनि हुनुहुन्छ महिलाहरू, तपाईँले उहाँलाई सोद्धा पनि भयो। उहाँहरूको आफ्नो सम्पत्तिको नाममा केही पनि छैन। त्यस्ता महिलाहरूलाई चाहिँ मैले रोजगार दिने व्यवस्थापन गरेको छु र धेरैभन्दा धेरै मेरो उद्योग चलेको खण्डमा चाहिँ त्यस्ता महिलाहरूले मैले काम दिन पाऊँ भन्ने मेरो इच्छा पनि छ। समाजलाई केही गरेर जाऊँ, केही दिएर जाऊँ भन्ने आफ्नै मेरो व्यक्तिगत इच्छा भएको, यहाँ लिन आएको होइन, म केही दिएर चाहिँ यो जाने भन्ने मेरो सोचका साथ मैले उद्योग खोलेको हो। सबैले साथ सहयोग दिनुभयो, बढीभन्दा बढी महिलालाई मैले काम दिन सकौँ। आत्मबल महिलाहरूले भोलि पर्सि चाहिँ आशिका गिरीले गरेको मात्रै होइन, हामी पनि छौँ यो ठाउँमा भनेर चाहिँ उहाँहरूले पनि उद्योग खोल्न सकुन् भनेर चाहिँ मैले आफ्नो पनि राखेको छु, आशा पनि राख्दछु। धेरै उद्योगहरू खोलौँ, धेरै महिलाहरूले काम पाउन्। अब श्रीमानले कमाउँदाखेरि चाहिँ मलाई 5 रुपियाँ देऊ, 10 रुपियाँ देऊ, यो सामान किन्नको लागि चाहिँ पैसा देऊ भन्दा पनि मैले यो उद्योग खोल्नु भन्दा पनि अगाडि मैले चाहिँ भन्दैछु त, यो उद्योग खोल्नको लागि चाहिँ मैले कसैसँग पैसा नमागेर चाहिँ मैले इन्सुरेन्सको पैसाबाट चाहिँ म मेटलाइफलाई धन्यवाद पनि दिन चाहन्छु। चाहिँ यो इन्सुरेन्सको पैसाबाट मेरो जम्मा भएको खाताको पैसाबाट चाहिँ मैले आज महिलाहरूलाई काम दिन सफल भएँ। त्यसै गरी चाहिँ किनभने आफूसँग पैसा भएपछि कसैलाई सोध्नु पर्दैन। बजार जाँदाखेरि पनि आज मैले 10 कुइन्टल चाहिँ उनै किनौँ न, आलु नै किनौँ न भन्दाखेरि मलाई कसैलाई सोधिराख्नु पर्ने अवस्था, आत्मबल चाहिँ बढ्दो रहेछ जस्तो लाग्छ मलाई चाहिँ। यस्तो छ, महिलाले काम गर्दा त पुरुषहरूले चाहिँ के काम गरेको होला, यसले बिना पत्ताको काम थालेको रहेछ भन्ने हुन्छ होइन।
तर घरमा सपोर्ट सहयोग भयो भने चाहिँ र समाजले सपोर्ट गरे भने चाहिँ पक्कै पनि अगाडि बढ्न सकिन्छ जस्तो लाग्दछ होइन। तर गाह्रो चाहिँ अलिकति गाह्रै छ काम गर्नको लागि, एकदमै समस्या छ यहाँ। अरू बागमती प्रदेशतिर अरू प्रदेशतिर त्यति गाह्रो छैन बुझ्नु होइन, तर मध्य प्रदेशमा चाहिँ अलिकति समस्या चाहिँ छ, एकदमै गाह्रो छ। कतैतिर जाँदाखेरि पनि अब तपाईँलाई राति भयो सधैँ राति निस्किँदो रहेछ भन्ने जस्तो सोच हुन्छ। परिवर्तन होला बिस्तारै होइन, तर अहिलेसम्म चाहिँ त्यो सोच परिवर्तन गर्न निकै गाह्रो छ। आज 3-4 वर्षको मैले अनुभव भन्छु, काम गर्दाखेरि गाह्रो हुन्छ नआत्तिनुस् होइन। व्यापारमा तपाईँको घाटा हुन्छ, त्यसमा आत्तिनु हुँदैन। गर्दै जाँदाखेरि पक्कै पनि सफल हुन्छ। एक दिन म सफल भएँ, मसँगै तपाईँको मसँग काम गर्ने 10 जना महिला हुनुहुन्छ, उहाँ सफल हुन्छ, उहाँ पनि उद्योग। त्यसैले आत्तिनु हुँदैन। पक्कै पनि हामी चाहिँ महिलाहरू अगाडि बढ्यौँ भने चाहिँ पक्कै पनि केही गर्न सक्छौँ भनेर चाहिँ मलाई आफैमा विश्वास। सम्पूर्ण महिलाहरूलाई चाहिँ केही न केही गर्नुहोस्, त्यत्तिकै नबस्नुहोस्, केही न केही गर्नुहोस् भनेर चाहिँ म यही उसबाट पनि भन्न चाहन्छु। मबाट हुने सहयोग साथ म दिन्छु र खोल्नुहोस्। महिलाहरूले बढीभन्दा बढी उद्योग खोल्नु भने मैले पनि सहयोग गर्छु। मबाट हुने सहयोग म गर्छु, हजुरहरूबाट हुने सहयोग म पनि दिन्छु। किनभने अहिलेका युवा टेक्नोलोजी हैनमा अगाडि पक्कै पनि छ, हामी त्यसमा पछाडि छौँ बुझ्नु भएन। अब धेरै कुरा अस्ति सिकिएको त्यो हिसाबले टेक्नोलोजी हिसाबले अहिलेका पढे लेखेका युवतीहरू पक्कै पनि अगाडि हुन्छ। त्यो ज्ञान हामीले लिन्छौँ, हामीबाट हुने ज्ञान उहाँहरूलाई सहयोग दिन्छौँ। हातेमालो गरेर गयो भने हरेकले सफल पाउँछ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद।